हेलो एभ्रिवान, यो क्लास 8 को लागि है त बिआरई को लागि क्वेसन नम्बर 11 को यसलाई हेरिहालौँ। पहिला के दिएको छ भने यहाँ दिएको चित्रमा बिन्दु P बाट बिन्दु B को दिशा स्थिति लेख्नुहोस् भनेको छ। त P बाट B को भनेको छ है त। बियरिङ अफ द पोइन्ट B फ्रम द पोइन्ट P भनेको छ। P त यहाँ छैन, A हो यो है। फ्रम द पोइन्ट A बाट छ है त क्वेसनमा, मैले यहाँनिर गराइसकेको छु है। अब योलाई बेस मानेर है, यो नर्थ लाइनलाई चाहिँ बेस मानेर हाम्रो यो चाहिँ क्लकवाइज डाइरेक्सनमा मेजरमेन्ट भएको चाहिँ कति छ, 72 डिग्री छ। यसलाई हामीले 3 डिजिट सिस्टममा लेख्यो भने यही नै यसको के हुन्छ त, बियरिङ एङ्गल हुन्छ है त। त्यही भएर 11 को एमा चाहिँ लेखेरौँ बियरिङ अफ अ पोइन्ट बी भनेर है। बियरिङ अफ अ पोइन्ट बी, BARING, bearing of a point B from the point A लेखौँ। यहाँ P भने पनि A हो, यो from point A is, यसलाई 3 डिजिट भनेर 072 डिग्री है त। ए नै यसको के हो त, एन्सर हो है त। क्वेसन नम्बर 11 को बी के भनेको छ भने द भर्टिसेस अफ ट्रायंगल PQR आर P 4 6 Q 6,3 and R 2,2 respectively. Plot triangle PQR in graph paper and reflect it on y-axis. Show the image in same graph paper along with their coordinate भनेर भनेको छ। यहाँ दिएका यिनी है कोअर्डिनेटहरूलाई अथवा चाहिँ यिनी ट्रायंगलका भर्टिसेसहरू हुने, यसलाई चाहिँ ग्राफ कपीमा पहिला प्लट गर्ने, भर्ने र त्यसबाट बन्ने इमेजलाई पनि त्यसमा देखाउने भनेर भनेको छ है त। यसलाई ग्राफमा गर्नुपर्ने हुन्छ, यसको इमेज गरी यसमा निकालिहालौँ है त। बी नम्बर है त। हियर पहिला हामी एउटा फर्मुला लेखौँ। यहाँ छ PQR को दिएको छ, त्यसकारण मैले एउटा फर्मुला लेखेँ। A है x, y छ भने है y एक्सिसमा है त रिफ्लेक्ट गरेको एलसिटी है। y एक्सिस रिफ्लेक्ट गर्दाखेरि के हुन्छ भने x को साइन चेन्ज हुन्छ नि है। त्यही भएर a ड्यास माइनस x के हुन्छ त, y हुन्छ। अब हामी क्वेसनमा जाउँ है त। P को कति छ, 4,6 छ है त, 4,6 है। अब y एक्सिस एलसिटी रिफ्लेक्ट है त। अनि P ड्यास माइनस 4, के हुने भयो 6। त्यस्तै Q को हेरौँ 6,3 छ है। यसको पनि हाम्रो के हुने भयो त भन्दा Q ड्यास माइनस 6,3 y एक्सिस रिफ्लेक्सन है। अनि 6,3 भइहाल्यो। अब R को हेरौँ है त, 2,2 छ है। यसको पनि के हुने भयो त भन्दा R ड्यास माइनस 2,2 हुने भयो y एक्सिस रिफ्लेक्ट है त, y एक्सिस रिफ्लेक्ट रिफ्लेक्सन है त। अब अनि यो भयो है। अब यसलाई हामीले के गर्नुपर्छ भने यसलाई लगेर हामीले ग्राफमा बढ्नुपर्ने हुन्छ। यिनी पोइन्टहरूलाई लगेर पहिला क्वेसनलाई, त्यस पछाडि आएर एन्सरलाई ग्राफमा लगेर बढाउने त। यसलाई के गरौँ, यसको लागि यहाँनिरबाट यो पेन्सिलले बनाउनु पर्ने हुन्छ। मैले पेनले बनाउनु लागेको छु। यो बनाउनु पर्ने पेन्सिल लियो, यो देखिनको लागि। यहाँ फेरि नदेखिएला भनेर है, नदेखिन सक्छ।
x o x dash y o y dash 1 2 3 4 5 6 minus 1 minus 2 minus 3 minus 4 minus 5 minus 6 minus 1 minus 2 minus 3 minus 4 minus 5 minus 6 है त अनि 1 2 3 4 5 6 है त अब यसलाई हामीले भर्दैछौँ है त पेन्सिल नै भरौँ के भएन अब के गर्ने भन्दाखेरि पहिला अगाडिको यसलाई भर्ने 4,6 4 1 2 3 4 अनि 6 जाने माथि है भनेपछि पोइन्ट यहाँनिर बदल यो हाम्रो पी हो यो पोइन्ट है देखिन सक्छ पेन्सिलले है यो हाम्रो पी पोइन्ट अनि क्यू छ हाम्रो 6,3 6 1 2 3 है यसरी भर्नु होला यो हो हाम्रो क्यू आर छ 2,2 2 अनि 2 है यो चाहिँ के हो हाम्रो आर हो अब यसलाई हामीले स्केलको प्रयोग गरेर यसबाट भर्टिसेज अफ ट्रायंगल भनेको छ नि है यो ट्रायंगलका भर्टिसेज भनेको छ त्यसकारण हामी यसलाई ट्रायंगल बनाउँछ अनि अब यसको इमेज चाहिँ है यतातिर बन्दैछ है त यसको चाहिँ के हुने भयो -4,6 -4 अनि 6 भनेपछि कहाँ जाने भयो यहाँनिर जाने भयो है ठ्याक्कै यो वाइमा रिफ्लेक्ट हुँदैछ नि त यसको यतातिर पर्ने भयो यो भयो हाम्रो पी ड्यास भयो है अनि अर्को छ हाम्रो -6,3 -5 यो -6 हो -6,3 भनेपछि कहाँ जाने भयो त 1 2 3 है त 1 2 3 यो भयो हाम्रो क्यू ड्यास अनि अर्को छ हाम्रो आर ड्यास -2,2 -2 अनि 1 2 है यो हाम्रो आर ड्यास अब यसरी ट्रायंगलकै रूपमा बन्छ यो पनि अब यसलाई चाहिँ स्याडेड गरिदिनुपर्छ अब त्यसको लागि हामीले यो पनि गरौँ है त यहाँबाट यहाँ रिफ्लेक्ट भएको जो देखाइदिउँ न यो लाइनहरु यो यसरी यो देखाइदिउँ यसलाई पनि यहाँनिर यसरी है यो अनि क्यू को पनि है त यो क्यू को लागि पनि यो तरिकाले देखाइदिउँ है त नभए ड्यास 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 पारेर यस्तो देखाइदिउँ अनि यो पिक्यू जुन यो आर यो इमेजमा छ नि यसलाई चाहिँ सर्भर स्याडेड गरिदिउँ है त यसरी यस्तो बनाएर यतिलाई मात्रै जति सकिन्छ यसलाई बुझिने गरेर है यसरी यही नै हाम्रो इमेज हो यो
P dash Q dash R dash is the required image of triangle PQR है त यो तरिकाले हामीले रिप्रेजेन्ट गर्न सकिन्छ है त distance between origin O and the point A 3,5 is OA. क्वेसन नम्बर 12 है त 12 मा के भनेछ भने रामको परिवारको 4 महिनाको खर्च तल तालिकामा दिएको छ भनेर भन्यो है त महिना कहिले कहिले छ त भन्दा एक्सपेन्डिचर 25,000 महिना वैशाखमा 25,000 छ जेठको महिनामा 19,000 छ असारको महिनामा 28,000 छ साउनको महिनामा 18,000 छ है त यो कन्डिसनमा के भनेछ भने रामको परिवारको खर्चलाई वृत्त चित्रमा प्रस्तुत गर्नुहोस् भनेको चाहिँ त यो खर्चलाई हामीले पाइ चार्टमा देखाउनु पर्यो है त 12 को ए को लागि है त अब के गरौँ भने सबभन्दा पहिला 4 वटा महिनाको टोटल एक्सपेन्डिचर निकालौँ है त टोटल एक्सपेन्डिचर एक्सपेन्डिचर अफ 4 months भनेर निकालौँ है त कति हुँदो रहेछ त भनेपछि इज इक्वल आरएस है 25,000 प्लस आरएस 19,000 प्लस आरएस 28,000 प्लस आरएस कति 18,000 आनो है त क्यालकुलेटर भनेपछि 90,000 आयो त आरएस 90,000 टोटल 4 महिनाको खर्च है त यो अब के गरौँ त भन्दा प्रत्येक महिनाको खर्चलाई डिग्रीमा चेन्ज गरौँ किनभने पाइ चार्ट भनेको 360 डिग्रीमा राख्ने हो हामीले है त्यो 360 डिग्री भित्र त्यही भएर हामीले प्रत्येकलाई हामीले डिग्रीमा ल्याउँछौँ 360 ले गुणन गर्दै है त यसको चाहिँ रेसियोलाई अब के गरौँ भने डिग्री अफ वैशाख मन्थ है त त्यसै लेखौँ त डिइजी डिग्री अफ BAIS वैशाख है त डिग्री अफ वैशाख मन्थ पनि लेखौँ मन्थ यसलाई कसरी निकालिन्छ त यो डिग्री भनेपछि यो आरएस 25,000 बाई है आरएस टोटल यही त्यसको लागि निकालेको टोटल है त 90,000 इन्टु 360 डिग्री है त 90,000 है त अब यो तीनटा शून्यले काट्नु पायो है त यो एउटा शून्यले पनि काट्यो 9 चौको 36 यो पनि काट्यो है त 25 चौको 100 डिग्री हुँदो रहेछ ल एउटा भयो 100 डिग्री त्यस्तै गरेर फेरि जेठको निकालौँ है त डिग्री अफ जेस्ट डिग्री अफ जेस्ट मन्थ है त यसको चाहिँ कति छ त भनेपछि जेठको महिनामा 19,000 छ है त आरएस 19,000 डिवाइडेड बाई आरएस त्यही गर्ने 90,000 है 90,000 टाइम्स 360 तरिका त होइन फेरि यो तीनटा शून्यले काटिहाल्छ यो शून्यले यसलाई काट्छ यो त प्रत्येकपल्ट यो आइहाल्छ है 19 4 1976 भयो आरएस 76 डिग्री भयो यसको फेरि अब डिग्री अफ कसको निकालौँ असारको है त असारको डिग्री अफ एएसए असार मन्थ एमओएन
टिएच है त। असारको खर्च कति छ त भनेपछि 28,000 बाई आरएस 90,000 इन्टु 360 डिग्री है त। फेरि तीनटा जुनाले तीनटालाई काट्छ, यसले यसलाई काट्छ, यसले यसलाई फेरि 4 नै हुन्छ। 28 दुना 56 दुना 112 डिग्री यसको आयो है त। अब लास्टको छ श्रावण डिग्री डिजिआरई डिग्री अब एसएचएआरएडब्ल्युएन श्रावण मन्थ है त मा कति छ त खर्च 18,000 छ है त। आरएस 18,000 डिवाइडेड बाई आरएस 90,000 इन्टु 360 डिग्री है। यो तीनटा शून्यले यो तीनटा शून्यलाई काट्यो 90 चौक भइहाल्छ 4 18 चौक 72 डिग्री है त। मैले 4वटाको डिग्री निकालिसकेँ, 4वटा भनेको छ। अब यो 4वटा डिग्रीलाई हामीले केमा राख्छौँ त भन्दाखेरि पाइ चार्टमा है त। एउटा गोलोभित्र गएर राख्छौँ, पाइ चार्टमा राख्ने हो यो। अब त्यसको लागि के हाल्ने त भन्दा पहिला एउटा गोलो बनाउनु पर्यो। ठिक छ, यतिमै गरौँ है त। अब यसलाई हामीले कति भागमा बाँड्छौँ त भन्दा 4 भागमा बाँड्छौँ त। किनभने अब हामीले एउटा पहिला स्केलले एउटा लाइन तान्ने सजिलो छ है, कति गाह्रो छैन। यहाँनिरबाट यो पेन्सिलले नै बनाऊ। अब सुरुमा हामीलाई कति चाहिएको छ त 100 डिग्री चाहिएको छ। अब प्रोटेक्टर लिनु पर्यो है। प्रोटेक्टरले यसरी ल्याएर 100 डिग्री कहाँ पर्छ त भनेर हेरौँ है त। 100 डिग्री पर्छ हाम्रो यसको यो ठ्याक्कै यहाँनिर छ है, यो छ यो 100 डिग्रीलाई यहाँनिर ल्याएर जोडिदिने हो, यसरी जोडिदिने है। तर उही माथिबाट तान्ने होइन, यसलाई हामीले यहाँबाटै यहाँसम्म मात्रै है। यो 100 डिग्री हो यो। यसलाई अब हामी के लेख्छौँ भने वैशाख लेख्छौँ है। BAISAKH वैशाख छ यो 100 डिग्री। अब यसलाई हामीले बेसमा हालेर फेरि अब 76 को बनाउँछौँ है त। अब 76 को बनाउँछौँ फेरि यतातिर घुमाएर। जति आफूलाई जसरी हुन्छ त्यसरी सजिलो त्यसरी बनाउने त। 60 यो 65 यो हो 76 यही लाइन। अब यसलाई पनि हामीले यो तरिकाले यहाँनिर ल्याउने त, यहाँबाट ल्याउने। अलि मोटो भयो, बद्दा भयो, मोटो बनाउनु हुँदैन है यो है लाइन। अब यसलाई जेस्ट लेखौँ, जेस्ट 76 डिग्री है। अनि अब अर्को छ हाम्रो कति 112 डिग्रीको। फेरि यसलाई यस्तो गरौँ। अब यहाँबाट 112 को बनाऊँ है त। यस्तो यसरी है त। अब 110 यो हो भने 112 यहाँनिर है, 112 है। अब 112 यहाँनिरबाट तान्ने हो 112 है। अब तान्ने त यहाँबाट हो, फेरि लाइन त्यो राखेको मात्रै है। यो हाम्रो आसार एसएआर असार 112 डिग्री है त यो। अब यो जुन बजेको छ नि यो 72 भइहाल्छ है। यसलाई हेऱ्यो भने पनि यो के हुन्छ, यो 72 नै हुन्छ र हुनु पनि पर्छ है। अन्तिमको त ठ्याक्कै हाम्रो चाहिँ कति आउँछ त 72
यो 70 को लाइन हो यो यताको भयो 75 पनि थियो 72 मा यहाँ लेखिरहेको छ यो सराबन हो त यो SHARAWAN सराबन 76 डिग्री त यसरी भएको यो है यहाँ हाम्रो के हो यो पाइ चार्ट हो त यो वृत्तचित्र भनेर भनेको छ पाइ चार्टलाई यसरी चाहिँ यो क्लियर भयो है त यसरी गर्ने क्वेसन नम्बर 10 को बी है त यो है त यहाँ के भनेको छ भने 10 को बी यदि कुनै तथ्याङ्कमा समेसन x भनेको m + 77 n भनेको 10 र x बार 8 भए m को मान पत्ता लगाउनुहोस् भनेको छ त यसलाई गरिहालौँ त यो समेसन x = m + 77 n भनेको 10 अनि x ड्यास भनेको कति छ 8 m = वाट भनेको छ त हामीसँग त फर्मुला छ है त हामी फर्मुला भरेको छौं सजिलो भइहाल्छ है we know that है x ड्यास भनेको के हुन्छ त हाम्रो समेसन x / n हुन्छ के है अब समेसन x ड्यास भनेको 8 छ है 8 = समेसन x भनेको के छ यहाँ छ m + 77 m + 77 / n भनेको कति छ त भन्दा 10 छ 10 है त अब के गर्ने भने यसको मुनि केही नभएपछि 1 हुन्छ है त लेख्दियौ न त फेरि m + 77 क्रस मल्टिप्लाई गर्ने है त m + 77 = 8 × 10 भनेको कति भयो त 80 यो भनेको m = 80 - 77 है त अनि m भनेको के भयो त 3 भयो therefore value of m is कति भयो त 3 यही नै के भयो त हाम्रो आन्सर भयो है त